Hello guys, good morning. Welcome back to my channel. आज चाहिँ मैले रुटिन भ्लग ल्याएर आउने छु. And फेरि म त्यही झन् लाग्यो किन गाइस झन् पाउडर लाएर खेल्ने भनेको थियो हेर त यस्तो भयो. दिल्लीको मेरो 5 बजेको डेटिङ अफ कोर्स जनालाई त यति ह्यापी त हुनै पर्यो है. हजुरहरूले गर्नुहुन्छ कि नै? गाइस दिल गार्डन हो गया मेरो बाबु. मेरा झुमका कैसा है? फर्स्टमा चाहिँ म खान्छु Hello guys, good morning. Welcome back to my channel. आज चाहिँ मेरो रुटिन भ्लग हो यो चाहिँ हैन. यसमा चाहिँ म कहाँ जाने, के खाने, के गर्ने त भनेर हजुरले अन्तिमसम्म हेर्नु पर्ने हुन्छ. अनि चाहिँ अब म कपडा लाउँछु, अलिअलि मेकअप गर्छु अनि कपाल मिलाउँछु. अनि चाहिँ माथि म जान्छु घर हैन. अब के गर्ने त भनेर हेर्नुस् न ल. आज चाहिँ यो कुर्ता लगाउने कि यो कुर्ता लगाउने. ब्लू कुर्ता चाहिँ मैले प्राय कुर्ता नै लाउँछु हैन. अनि यो चाहिँ पिङ्क छ. अब यसमा चाहिँ मैले के लाउने होला? ए शिट, मैले त यो छोड्नै बिर्सेँ त. हुन्छ सी माई हेयर कस्तो राम्रो कर्ली भएको छ है. अनि यो चाहिँ मेरो दराज हो, एकदमै ओल्ड छ है. हाम्रो बाबुले पनि माम खाइरहेको छ बिहानको हैन हैन. यो मेरो भतिजो हो, यिनको नाम चाहिँ विभान्सु हो. खाऊ. अनि मैले पनि खाने तयारी गरेको छु. मैले चाहिँ चिया बसालेको छु हैन. चाहिँ पाउरोटी खान्छु गाइस हैन. हामी चाहिँ मर्निङ नास्ता गर्छौँ. हजुरहरूले गर्नुहुन्छ कि नै? चिनी हाल्ने, हातले नै हाल्ने हो. कति खान्छ चिनी? अनि हमारे पास छोटा सा मुन्ना सा ये कुखुरी है. यो कुखुरालाई चाहिँ हामी यहाँ हाल्छौँ. अनि एक्लै छ त्यही भएर यसलाई यहीँ चारो हालिदिन्छौँ. यहीँ बस्छ यो. एन्ड दिस इज माई ब्रेकफास्ट बिहानको हैन. अब चाहिँ म यसलाई खान्छु छिटो. Hello guys, मैले चाहिँ बाबुलाई खेलेर आउँछु पुरै हैन. दिस इज माई हाउस एन्ड हामी चाहिँ फुपू भदै हो. हामी चाहिँ प्राय खेलिरहेको हुन्छौँ एकअर्का हैन. यसरी खेल्छौँ. जम्मा 6 महिनाको बेबी छ. मलाई बच्चा एकदमै मनपर्छ. मेरो सानो चाहिँ ठेम्मा हो गाइस. उसको मम्मी चाहिँ चौधरी हो. अनि हाम्रो चाहिँ छेत्री हैन. छेत्री प्लस चौधरी चाहिँ ठेम्मा हो गाइस है. पता नहीं मैं भी ठेम्मा हूँ कि नहीं गाइस, गेस करो जल्दी. मेरो माइजूले फर्स्ट बेबी जन्मनु भयो र आज नारायणको दिन पनि हो. म र मेरो आन्टी भएर त्यही जाँदैछौँ. हेर्नुहोस् है त. हामी चाहिँ नारायणमा जान लाग्यो गाइस. आन्टीले पिङ्क लाउनु भएको छ, मैले पनि पिङ्क लगाएको छु. ओहो कस्तो राम्रो डेकोरेसन गरेको. सायद हामी ढिलो आएको हुनुपर्छ. सबैले यहाँ त खाना तयारी गरिसक्नु भएको रहेछ. म चाहिँ एकछिन भित्र बच्चालाई हेर्न गएँ.
मेरो नाति कृष्ण जस्तै भयो है, कृष्ण जस्तै ज्ञानी भयो। के भएन अङ्कल? कृष्ण जस्तै ज्ञानी भयो। अनि मैले चाहिँ माइजूमा भिडियो बनाउँदैछु है, यस्तो कुरा गरिदिनुहोस् है भनेर माइजूलाई यसो फकाइदिएको। अब हेर्नु है हाम्रो कुरा। माइजू आज के अरे छोरा भएर कस्तो फिल भइरहेछ? ह्याप्पी। नाम चाहिँ के राखिदिने सोच्नु भएको छ? बाउले राखिदिएको नाम राख्नुहुन्छ कि आफै निकनेम राखिदिन्छ माइजू? तर पछि चाहिँ आफूले राखिदिएको नाम राख्नुहुन्छ नि। मामा हुनुहुन्न नि, मामालाई कतिको मिस गर्नुभएको छ माइजू? ल यो भिडियोदेखि मामाले के भन्छ न भन्नु न। पुषण अनि बेबी केयरहरू आजको तिमी? ओ माई गॉड, आज पुरुषोत्तम चाहिँ कस्तो राम्रो देखेको व्हाइट सुटमा। एकछिन उभियो न, बस न एकछिन। कति राम्रो देखेको छ पुषण। पुषणको सोसियल मिडिया छैन र? म ट्याग गर्छु नि भिडियो। ल छैन? ओहो, खाना चाहिँ धेरै राम्रो राम्रो बनाउनु भएको थियो। यसो हेर्न आइदिरहेको थियो कि माइजूले दही खाने भन्दै हुनुहुन्थ्यो। सो माइजूले चाहिँ दही बाँडिराख्नु भएको रहेछ यहाँले चाहिँ। अनि फेरि मलाई खाना खानु भन्दै हुनुहुन्थ्यो उहाँले चाहिँ। खाना खानु जान्छ अवश्य मैले पनि खाना खान्छु होइन गाइस? अन्त अलि खानु है, अलि खानु। म पनि लाइनमा लाग्छु है गाइस। भयो भयो भयो। Oh my god, roast. मेरो खाना चाहिँ भयो। एन्ड दिस इज माई खाना है गाइस। म धेरै खाँदिनँ अरे कि। तिमीहरूले खाना खाइसकेको? हजुर खाइसकेको। कति खायो? थोरै। मैले चाहिँ खान्छु ल। मैले चाहिँ गाइस भिडियो बनाउनु लगाएको छु है। फर्स्टमा चाहिँ म खान्छु। Chicken roast. यो चाहिँ हाम्रो एउटा परम्परा छ होइन। आफ्नो नाति जन्म्यो भने चाहिँ यसरी बोकेर चाहिँ हिँडाल्नु पर्दो रहेछ हजुरआमाले। सो त्यही भइरहेको थियो। भिडियोमा एक्कासी आउँदा चाहिँ त्यहाँको तालु चाहिँ एकदम टल्किरहेको थियो। अनि हाँस्दा हाँस्दा यति थाकेँ कि मलाई रेस्ट गर्न थियो। सो म एकछिनको लागि घर गएँ र अहिले चाहिँ बाटोमा निस्किसकेको छु म। कस्तो गर्मी छ है, छाता बिना त हिँड्नै मन लाग्दैन। मेरा झुम्का कैसा है? फेरि म त्यही झन् लगाएको। किन गाइस? मैले किनकि टिका लगाएको थिएन।
टिका लगाउनु बोलाइराख्नु भएको छ म टिका लगाउन जान्छु अफकोर्स गाई टिका लगाएपछि पैसा पाइन्छ पैसाको बुझिसक्नु भएको छ राइट पर्खेर जाँदासम्म त पूजा सकेर पनि अनि माइजूको साथी आएर बेबी खेलाउँदै हुनुहुन्थ्यो मैले पनि गइरहेको छु फाइनली मैले पनि बेबी पहिला बोकिसकेको छु र एकदमै खुसी भइरहेको छु ल यो त धेरै रमाइलो भयो नि त आज नारायणको मौका पारेर नै भात खुल्ला यतै गरियो होइन बच्चालाई थोरै अन्न पानी चटाइयो थोरै खुवाइयो अनि चाहिँ मलाई चाहिँ टिका लाउन बोलाउँदै हुनुहुन्थ्यो म त एक्साइटेड हुँदै भात खेर टिका लाउन गइसकेको छु है मेरो बेबी चाहिँ मलाई कस्तो मनपर्छ अनि उहाँ चाहिँ मेरो हजुरआमै हुनुहुन्छ जुन माइजू हो त्यहाँको चाहिँ सासू पर्नुहुन्छ होइन एकछिनमा माइजूको कति धेरै केयर गरिराख्नु भएको थियो र सबैले एकदम ख्याल पनि गर्नुभएको थियो अफकोर्स फर्स्ट बेबी भयो त्यही भएर अनि म चाहिँ यतिकैमा घर लागिसकेको थिएँ जान लागेको गाइस है सो यो चाहिँ मेरो रुम हो तपाईँलाई थाहा नै छ होला थाहा छ कि नै ल भनेपछि त अब चाहिँ हामी कपडा चेन्ज गर्छौँ है यो चाहिँ मेरो फुल डोरा छ होइन यहाँ चाहिँ मैले क्याजुअल कपडाहरू राख्छु भन्ने यहाँ चाहिँ मैले सिर्फ प्यान्ट टी सर्ट मात्रै राख्छु त्यहाँ चाहिँ सुट कुर्ताहरू राखिरहेको हुन्छ होइन सो फुल मैले पटाएर नै राखिरहेको छु त्यस्तो खासै पनि छैन अनि अहिले चाहिँ हामी यहाँ सर्ट देखेको छु यो सर्ट निकाल्छु म अहिले चाहिँ अनि यो सर्ट कुर्ता नै निकालौँ भनेपछि होइन यही नै लगाऊँ त्यसो भए यो लाउँछौँ हामी अनि चाहिँ मैले लगाइसकेको छु होइन गाइस यु क्यान सी कस्तो देखेको छु भनेर अब चाहिँ हामी के गर्छौँ डेली अब जे गर्छौँ म त्यही गर्ने हो नि त होइन र सो अब चाहिँ हामी गेम खेल्छौँ गाइस किनभने चाहिँ म धेरै जस्तो गेम नै खेलिरहेको हुन्छु हजुरहरूलाई थाहा छैन होला तर म एकदम एक्टिभ हुन्छु पबजीमा चाहिँ ठ्याक्कै 2-3 बजेतिर म खेल्छु अनि रातिको चाहिँ 8 देखि 10 सम्म खेल्छु सो वाइ नट आज पनि भनेर होइन आज पनि हामी गेम नै खेल्नेछौँ सो हजुरहरू पनि आउनुहोस् गेम खेलौँ ठिक छ हामी रिक्वेस्ट लिउँछौँ उसलाई थाहा छैन है बाइ द वे साथीहरू उसँग चाहिँ पुरा खेलिरहेको छु हि इज माई फ्रेन्ड हेलो हेलो कस्तो रिक्वेस्ट पनि एक्सेप्ट गर्दैन हो र मैले कस्तो जेरी खाएर आएको छु कि सो द्याट्स वाइ यु नो मलाई पनि नाच पट्ने भयो सायद त ओ या मेरो त यो मान्छे कहिले खोलेको आइडी मैले चाहिँ हिजो खोलेको थियो यो आइडी चाहिँ अनि त्यही भएर हो भोलिमा त के हो यस्तो छ त मैले त हिजो खोलेको थिएँ आज चाहिँ खोलेको अनि पोक्यो टाइपको ओइ राम्ररी खेल है झन् पाउडर लगाएर खेल्ने भनेको थियो हेर त यस्तो भयो ल अब चाहिँ म अलि जोसेर आएको छु सो गाइस अब चाहिँ धुक्क 10-15 किलो निस्किन्छ सो पाउडर लगाइसकेको छु लेट्स सी 15 भन्दा कति क्रस हुन्छ मेरो किल हेर्नुहोस् है पबजीमा किल गरेर ठुलो हुँदैन साथीहरू मन ठुलो हुनुपर्छ र म बाहिर निस्किरहेको छु अब चाहिँ सो गाइस हामी चाहिँ घुम्न जान लाग्यो है बेसिक हो हाम्रो चाहिँ हामी चाहिँ डेली प्राय घुम्न गइरहेको हुन्छौँ सो गइरहेको छौँ पनि है हाम्रो डान्सर हो यिनी चाहिँ ईशा हाई भन्दै त कसैलाई मनपर्छ भने प्लिज कमेन्ट गर्नुहोस् म मेरो साथीको आइडी मेन्सन गरिदिन्छु तपाईँलाई चाहिँ होइन कसैलाई मनपर्छ भने ईशा होइन एकदम सेक्सी ईशा नामै सेक्सी ईशा ओ
ओ माय गॉड गाइस, दिल गार्डन हो गया। डायलग चाहिँ फर्स्ट टाइम जस्तै लाग्यो होइन। सो गाइस तिहार आइसकेको छ, अभियसली यो फुल त फुल्नै पर्छ। मैले पनि टिपिसकेको छु र सिउरिसकेको छु होइन। अनि हजुरहरू भैलो खेल्छिन्छ कि नै? अनि भैलो खेल्ने त खेल्ने, तर डान्स गर्नुभएको छ क्या। अनि चाहिँ मेरो भन्दा चाहिँ म भैलो खेल्दैन। ओ माय गॉड गाइस, यो घर मैले देखेकै थिएन भनौँ न, मेरो ठाउँमा रहेछ। ओ माय गॉड, सच्ची भनेको कस्तो राम्रो घर छ यो। मलाई क्या म्याम पछि त देखिए भन्ने पनि कोही छैन। सो आफूलाई आफै भन्दै एक्टिङ गर्दै फन गर्दै हामी चाहिँ माथि गइरहेको थियो घुम्न। अनि यहाँ चाहिँ सबले बारीहरू खन्ने जोत्ने कार्यक्रम गरिदिनु हुन्थ्यो। कस्तो राम्रो भ्यू पनि थियो। हामी चाहिँ पुलमा आइसकेको छौँ गाइस है। पुलमा हेर्नुहोस् त, यस्तो राम्रो पुल छ। अनि यहाँ चाहिँ खोला छ एकदम राम्रो। यो चाहिँ रिभर हो, गेस गर्नुहोस् यो चाहिँ कहाँको रिभर होला भनेर चाहिँ होइन। हो किन ईसा? दुईटीको हातमा फुल छ। सो यो फुल सिउरिँदै हामी एकछिन फोटो र भिडियो खिचौँ नि ल। यहाँ चाहिँ एकदम रात परेको छ साथीहरू। सो तपाईँहरू त देख्नु भएको छ होला, अलिकति एडिट गरेर मैले हाइलाइट चाहिँ गर्छु। झुलुङ्गे पुलमा घुमिसकेपछि हामी चाहिँ चटपटे खानातिर लाग्यौँ। पैसा पनि धेरै बोकेर आएको थियौँ चटपटे खानालाई। कसैले चोरिदिन्छ कि भनेर एकदम डर पनि लागेको थियो बिच बाटोमा। ईसाले चाहिँ पैसा गनिरहेको छिन्, कति खाने कतिको लाग्छ भने चटपटे ईसा। गाइस 20 मेरा 20 तेरा, त्यही हो। चटपटे बन्दैछ। चटपटेवाला आन्टीले चाहिँ पैसा किन्नु भएको छ। यत्रो लाख करोड कमाउनु राख्नु भएको छ। ल कमन बारी यस्तो अपडेट भएको छ गाइस। पहिला चाहिँ यो टिन थिएन होइन, अहिले चाहिँ टिन हाल्नुमा यस्तो सेफ्टी होइन, हावा पानी धुवा नआओस् भनेर बिस्तारै मिहिनेत गर्नु भएको छ। बिस्तारै भइरहेको छ होइन रहेछ। पहिला कस्तो थियो, कहिले कति राम्रो छैन। यहाँको चटपटी खाजाहरू हाम्रो चाहिँ स्पेसल, हाम्रो आवर फेभरेट है। सो गाइस हाम्रो चाहिँ चटपटी रेडी भयो। आर यु रेडी ईसा खानालाई? कच्याम गर्दै म चटपटी खाँदै थियौँ। अनि हामीलाई एकदमै रमाइलो लाग्यो आजको दिन होइन। अनि चाहिँ यो भोइस चाहिँ मैले म्युट गरेँ यहाँ चाहिँ, किनभने ब्याकग्राउन्डमा धेरै मान्छेहरू बोलिराख्नु भएको थियो। होप हजुरलाई हाम्रो भिडियो एकदम मन परेको थियो होला है गाइस। सो मैले भन्न चाहन्छु कि कुनै पनि भिडियोहरू स्किप गरेर नहेरिदिनु होला, फुल हेरिदिनु होला, फुल इन्जोय गर्नु होला। हजुरलाई कस्तो लाग्यो प्लिज कमेन्टमा भनिदिनु होला। र म चाहिँ अब बिगिनर हो, सो बिस्तारै राम्रो गर्दै जान्छु हजुरहरूको माया र सपोर्टले। मलाई चाहिँ एकजना भ्युवर्सले चाहिँ रुटिन ब्लग ल्याऊ भनेर सजेस्ट गर्नुभएको रहेछ। सो यो सबै मैले उहाँको सजेस्टले गर्दा लिएको। यस्तै राम्रो कमेन्ट गर्नु र सपोर्ट गर्नु। थ्याङ्क यू सो मच।